हेलो गाइज वेलकम ब्याक टु माई न्यू भिडियो भनौँ कि भ्लग भनौँ। र आज चाहिँ म यसो हाम्रो आज चाहिँ खेत रोपाइ गई थिएन, त्यही भएर यसो मन्दिरतिर चिसो हावा खान आएको। अनि एउटा सानो काम पनि छ, एकदम आनन्दको कुल भाइब्स आउने ठाउँ छ। ल हेर्नुहोस्, अहिले चाहिँ असारको बेला छ र तल हेर्न सक्नुहुन्छ खेत रोपाइ पनि भइरहेको छ। एक हल, दुईवटा हल चाहिँ अहिले खेतमा छन्। हाम्रो चाहिँ हिजो अस्ति 4 दिन चाहिँ खेत रोपेको थियो। आज चाहिँ अब हामीले चाहिँ रेस्ट गरेको, अरूको चाहिँ रोपाइ गरिरहेछन्। अब हामीहरूको चाहिँ बिस्तारै भइरहेको छ। गाउँ चाहिँ सुन्ने सुन्ने नै छ है, गाउँ रमाइलो नै होइन, पहिला जस्तो केही छैन। गाउँ आउन त मन लाग्छ, तर आफ्नो उमेरको मान्छे नै छैनन् खासै कोही, त्यही भएर त्यति मजा चाहिँ आउन्न। तर गाउँ चाहिँ जस एकदम न्यानो हावा आइरहेको जस, पोखरामा चाहिँ एकदम गर्मी होइन, गाउँतिर चाहिँ एकदम शीतलो जस माइन्ड फ्रेस भइराख्दो रहेछ। र म चाहिँ अब गाउँतिर त अब काँक्रा साक्रा फल्ने बेला भयो, त्यही भएर अब थाक्रा लिन हिँडेको त्यसको लागि। र देख्न सक्नुहुन्छ आँसी हेर्नुहोस् कति ठुलो छ। अब चाहिँ जान पर्यो थाक्रा लिनको लागि। यो चाहिँ हाम्रो गाउँ, चाहिँ हाम्रो राम मन्दिर भयो। अनि जाने अब यता वनतिर, जता गयो नि सब आफ्नै वन छ यी गाउँको। आँसी पनि यत्रो छ, ल हेर्नुहोस्, केही आयो नि डरै छैन, छप्काइदिइहाल्ने यत्रो छ आँसी। र यता पनि खेत छ, डाँडाको खेत। गाउँमा चाहिँ एकदम हरियाली, घाँसको चाहिँ व्यापक छ। अब यो असार साउन भदौ यो 2 महिना त घाँस त वाइल छायल हुन्छ। थाकियो। यहाँ चाहिँ ल हाम्रो खेत, यो चाहिँ यहाँ माथिबाट यति चाहिँ हाम्रो खेत। यो चाहिँ हामीले रोपिसकेको। अब बाटा मुनि चाहिँ हामीले रोप्न छ। यो चाहिँ बाँझै छ। अब 1.5 हलको मेलोमा चाहिँ यो सकिएला सायद। अरू चाहिँ सबैको धेरै जसोले खेत रोपेर भ्याउन लगाइसकेको छन्। अब त्यही सबैको 4-5 दिन जस्तो मात्र छ। डराउँछ त म। र अब चाहिँ म थाक्राको खोजीमा माथि जाँदै, र यो उकालो बाटो चाहिँ हिँड्न नि रहर छ अहिले। पहिला चाहिँ 6 वर्ष चाहिँ यही बाटो हिँडेर हामी स्कुल जान्थ्यौँ, 18-20 जना हुन्थ्यो है। अहिले चाहिँ कोही छैनन् यहाँ, सब गए, कोही विदेश गए, कोही कता गए, सब आफ्नो करियर बनाउनतिर लागे। अहिले चाहिँ गाउँमा चाहिँ एकदम सुनसान छ। पहिला डेली 1 घन्टाको बाटो हिँडेर हामी आर्थर स्कुल गइन्थ्यो। अहिले चाहिँ यताबाट जाने 1 जना मात्र छन्। र पारी देख्न सक्नुहुन्छ बाहुन गाउँले गाउँ भयो त्यो। यो चाहिँ खाल्टा, सेरा, बाहुन गाउँले, 2वटा बाहुन गाउँले भयो। त्यो पनि माथिको नि बाहुन गाउँले। यताको भ्यू हेर्नुहोस्, आकाश चाहिँ यता हेर्दा पानी आउला जस्तो छ, यता हेर्दा चाहिँ फेरि घामै लाउला जस्तो छ। ल आकाश त एउटै हो, तर डिफ्रेन्ट भाइब्स छ। यता यस्तो, यता यस्तो। गाउँमा चाहिँ कोही चरो मुसो भेटेला हान्न पर्दैन। यता चाहिँ भिडियो बनाउन नि एकदम मजा आउँछ। कोही भेट्दाखेरि लाज लागिहाल्छ। गाउँतिर त बौला नै भन्दैलान्, फेरि गाह्रो छ हो। यताको डाँडातिर जानु पर्यो। ड्याङ्ग लाएर हाम्रो गाउँ चाहिँ भिरतिर जस्तैमा छ। त्यो सम्ममा तराईतिर बस्नेहरू त डराउँछन्, तर हामी त यहीँ हुर्केको, केही डरै छैन, हिँड्दिने हो। चिप्ले है म चाहिँ। गाडी पनि गइसकेछ। यो चाहिँ नेटको तार, पहिला चाहिँ यो तार चाहिँ माथि थियो,
माथिबाट त्यो हुन्छ नि जुन लौरो अड्काएर गुर्काएर तलै आउँथ्यो कि तारबाटै। अहिले चाहिँ गाउँतिरको उकालो हिँड्दा चाहिँ हल्का स्यास्या भइने रहेछ, पहिला जस्तो चाहिँ अहिले त्यति साह्रो नहुने। यो चाहिँ हाम्रो गाउँको ल हाम्रो गाउँकै कसैले हेरेको भयो यो प्लेसको नाम चाहिँ, ल प्लेस के भनौँ, यसलाई चाहिँ के भन्छ, यो डाँडो छ ल। अब यो डाँडो चिन्नुहोस् है त ल, यदि सानो माछकटेराको कोही हुनुहुन्छ भने हेर्दै हुनुहुन्छ भने, पहिला पहिला स्कुल जाँदा बस्ने ठाउँ यस्तो छ अहिले हालत, पुरै सुनसान। तर गाउँ चाहिँ एकदम हरियाली, पहिरोतिर नि सब खेत रोपेर भइसकेको छन्। गाउँ अहिले यस्तो शून्य छ, झन् पछि कस्तो होला जस्तो नि लाउँछ। अब चाहिँ सिधै वनभित्र गएपछि भेट्ने, सिधै थाक्रो देखेपछि कि जहाँबाट चाहिँ म अब पुरै थाक्रा खोज्ने। अब कुन चाहिँ बुटो राम्रो छ, कस्तो छ, हल्का झुप्पको छ कि कस्तो छ हेरेर चाहिँ थाक्रा लान्छु। तर यहाँ चाहिँ अब पाइन के गर्छ नि, ओए फर्स्ट लुक्समै देख्यो है एउटा थाक्रो चाहिँ गाइज। यो हेर्न सक्नुहुन्छ, भिडियोमा त राम्रो देखिन्न पक्कै, तर यो फ्लाएको हो कि के को भन्ने कुरो, थाक्रो चाहिँ राम्रै होला जस्तो है। यो हेर्नु है, यो लामोवाला चाहिँ म आजसम्म कति 10-20 चोटि कति आयो होला है ल गाउँमा हुँदा, पहिलो नजरमै थाक्रो भेट्यो के। तर अब यसलाई म यसो निहाल्छु हुन क्या छ, यो चाहिँ यहीँको हो। यसलाई चाहिँ अब मैले माथिबाटै थाक्रो ल्याएँ भने पनि लाने ठाउँ त यही हो, माथि राम्रो नि पाइन सक्छ फेरि, त्यो भएर माथि नै जान चाहन्छु म चाहिँ। तर यो चाहिँ पेन्डिङमा चाहिँ राख्छु, यसलाई चाहिँ कुनै नपाए चाहिँ यसलाई छोड्दिनँ म। के चाहिँ मैले तलबाट कति थाक्रा हेर्दै आएँ है, 20-30 वटा हेरेँ होला, तर मैले यहाँ भेटेँ एकदम राम्रो सिर्लिक्कको चपुल्लो थाक्रा चाहिँ यही अगाडिको यो सेन्टरवाला नै बिचको। म चाहिँ अब यसलाई काट्छु, तर म काटेको भिडियो बनाउन चाहन्छु, तर अडाउँ कहाँ हो। ल गाइज हेर्नु है, मैले यो थाक्रो चाहिँ मैले काटेर वहाँ माथिबाट जुमै हाल्ने देखाउँछु, माथिको चाहिँ रोड भयो कि एउटा टल्की मैले हो त्यहीँबाट काटेर तल घिसार्दै ल्याएर यहाँबाट चाहिँ म तल्लो रोडमा फाल्नेवाला छु। भेटिन त भेटियो, तर हल्का असजिलो ठाउँमा भेटियो। अब यहाँबाट बगाएर फाल्नु पर्यो। क्यामेरा चाहिँ अफ नै गरौँ, एउटा हातले चाहिँ रिस्क हुनसक्छ। र गाइज मैले चाहिँ यो थाक्रो ल्याएँ है, ठक्क लाएर च्याट्टको छ, लामो लामो। अझै एउटा काटेको थिएँ तर त्यो लास्टै ठुलो भएर भाइ फालेर आएँ। यो थाक्रो चाहिँ लिएर आएँ, तर लड्न नि नमजाले लडियो है आज चाहिँ, खुट्टा नै फुलेको होइन, भन्ने खुट्टा मर्केन। र आजलाई चाहिँ भ्लग यति नै। लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला। बाई बाई।